एभ्रिवान नमस्ते स्वागत छ हजुरहरु सबैजनालाई मेरो फेरि पनि अर्को भिडियोमा। आज चाहिँ अब होली हो गाइस। मलाई चाहिँ अहिले बुइनीहरुले आएर यो होली दल्लेका छन्। यता चाहिँ एउटी बुइनी बुइनी होली हेर्न सक्नुहुन्छ। र अहिले हाम्रो घरमा चाहिँ 5 वटी भेला भइसकेका छौं। अब चाहिँ जान्छौं हामी, हजुरहरुलाई पनि देखाउने छु आजको हामीहरूको होली के कस्तो हुन्छ। थ्यांक यू गाइस, मलाई यो रङ सारै मन पर्यो। हेर्नु न कस्तो दामी कलर छ हेर्नु। र अहिले चाहिँ हामी अब निस्किसकेका छौँ घरबाट। यता छन् बुइनीहरू। अब चाहिँ म हजुरहरूसँग भेट्नेछु एकछिन पछि। अहिलेको लागि यति नै। आप लोग बनते रहो मेरे भिडियो में। यता चाहिँ छ रङ, मसँग चाहिँ रङ थिएन, अब ल्याइदिनुहुन्छ एकछिन पछि मेरो बुबाले। र अहिले चाहिँ बुइनीहरूसँग मागेर राति लिएर गएको छु दिदीलाई दल दिनको लागि। हेर्दै जानुहोस्। यता चाहिँ हुनुहुन्छ हाम्रो भाउजू। होइन मलाई के गाइस म रेजिना नि हो। मलाई त कसैले चिन्दैनन् होला। अब कत्रो सुन्दर देखेको छ। खतरा पिङ लाग्यो, खतरा पिङ लाग्यो। होली त यो भयो त गाइस, यो होली भनेको यस्तो हुन्छ गाइस। अहिले चाहिँ हामी भाउजू दिदीहरूलाई रङ लगाइदिइसकेर अब चाहिँ हामी जाँदैछौँ माली साइड। छन् अरू चाहिँ यता बुइनी चाहिँ ऊपर आउँदैछन्। जाँदैछु म। हजुरहरू चाहिँ मेरो भिडियोमा बनिराख्नुहोस्। आजको मेरो भिडियो के कस्तो लाग्छ ग्याङ हेर्न सक्नुहुन्छ है। यो रङ चाहिँ मलाई एकदमै मन परेको छ गाइस। एकदम मेरो फेभरेट रङ जस्तो टाइपको लाग्दैछ हामीलाई। हाम्रो गाउँको होली चाहिँ सब आँखामा पसाइदियो। हाम्रो गाउँको होली चाहिँ यस्तो हुन्छ है गाइस। रमाइलो गर्नु जाने आउनु। यो चाहिँ हाम्रो त सबै गुस्टी हुन्। नेउपाने गुस्टी हुने दिनु चाहिँ म पनि हो। म चाहिँ भान्जी, यो चाहिँ छोरी। हामी चाहिँ 2-3 जना भान्जी छौँ, मात्रै छोरा छोरी मात्रै छन्। अहिले चाहिँ म रङ बिना खेल्दै थिएँ। अहिले चाहिँ मेरो बुबाले मलाई रङ ल्याइदिनु भएछ। मलाई चाहिँ मेरो बुबाले रङ ल्याइदिइसक्नु भएको छ। यता हेर्न सक्नुहुन्छ है। अब चाहिँ म यस्तो खेल्छु कि अहिलेसम्म चाहिँ नखेले जत्तिकै नि त खेलेँ। तर अब आफ्नो रङ हुँदाखेरिको म आफ्नो अनुहारमा मात्रै दल्न पाइन्छ नि त। अरूकोमा त मागी मागी दल्नु पर्यो। अब आफ्नो भइसकेपछि त अरूलाई माग्नु परेन नि त होइन। र हेर्न सक्नुहुन्छ। बिचारा मेरो भाइ मबाट आएको छ, खत्तम पार्दै मेरो मुटुलाई। र गाइस अहिले चाहिँ हामी जाँदैछौँ नरबारी। हजुरहरूलाई पनि देखाउने छु। छोरा मान्छेको ग्रुप चाहिँ ऊपर पुगिसकेका छन्। र यता छौँ हामीहरू। र उता छन् बुइनीहरू। ह्याप्पी होली बुइनी। भालु मिलाया। र गाइस अहिले चाहिँ हामी नरबारी पनि आइपुगिसकेका छौँ। हेर्न सक्नुहुन्छ। हामी चाहिँ होली खेलेर आउँदा आउँदै त्यसले यहाँ बोगडी भेटेँ। म चाहिँ खान्न, मलाई त किनकि मेरो त स्वर भाँसिँदैछ हो। सो गाइस यो चाहिँ हो होलीको पार्ट 1 भिडियो। पार्ट 2 चाहिँ भोलि आउनेछ। मैले एकैचोटि एडिट गर्थेँ तर धेरै नै लामो हुन्छ भनेर मैले चाहिँ पार्ट 1 र पार्ट 2 बनाएर हाल्न आँटेँ कि पार्ट 2 मा अझै धमाकेदार फनी भिडियो लिएर आउने छु। हजुरहरूले मेरो ब्लग एन्डिङ तक हेर्न नबिर्सिनु होला। सो हुन्छ त गाइस, आजको लागि यति नै। फेरि भेट्नेछु नेक्स्ट ब्लगमा। आजको लागि बाई बाई।